डाँडा काँडा छिचोल्दै हामी दुईजना साथीहरू सानो ब्लग बनाउँदै गइरहेका छौँ। गाइजहरूलाई कस्तो लाग्छ हाम्रो ब्लग? दसैँ तिहारको मौसमको यो भिडियो एकदमै रमणीय रहेछ। टिका लाउनलाई गइरहेको दिदीहरू आउनु भइसक्यो होइन टक्क जाने टिका लाउने हो होइन त्यसपछि दिदीहरूले ल्याएको बियर खाने हो बियर ओ माई गड यो खानुपर्छ होइन साथी गिलास फोटोको त हान्यो खोल्चा खाल्ची आउँछ है हाम्रो बाटो त्यस्तो छ घरतिरको बाटो साथी है ए माथिल्लो बाटो एक्सपिरियन्स गर्नुपर्छ है कडा कहिले काहीँ यस्तो होइन घरको बाटो होला खाइ हिँड्ने बाटो हिँड्नु नसकेको यस्तो डाँडो बाटो अझै हिँड्नु त 2 खुट्टा टेकेर हिँड्छ साथी यार के भएर यार यो साथीहरू तरेमा बस्ने मान्छेहरूलाई पाहाडको बारेमा के थाहा भने होइन त्यस्तै हो भएर हो लाखे 1916 मा म पनि त नामको पहाडमा दौडिन्थ्यो अनि अहिले आएर नेपाली पहाडमा कुदिरहेको छु चढाइको मान्छे पढेछ हजुर हामी पहाडमा पहिलोचोटि आएछ बसरी यहाँ त भइन्छ सम्म त मैदान गर्ने त ठाउँै भेटेन छ रे त्यहाँबाट मैदान गरे भने त साला टुडी खेलमा गरे पर्छ रे बाबा अरे बाबा हँसायो साथीले हँसायो ल यत्रो पहाड छ कि हेर्न सक्नुहुन्छ दृश्य हिमाल टक्क एकदम खतरनाक है त्यो बसिरहेको छ साथी अरे हाँ बोलो रे बोलो मधेसी दोष के छ हौ तिम्रो गाउँ त साह्रै रमाइलो त रमाइलो रहेछ है राम्रो छ नि है अब क्या भन्छ यो भन्छ हेर्नु त मैले मर्छ के भन्छ के गर्नु पर्छ के तपाईँ भाषा आउने भएको गाग्री के यता कुवा छ होला नि त पानी लिएर जान्छ होला